जयमसी यहाँहरू सम्पूर्णलाई न्यानो न्यानो अभिवादन नमस्ते भन्न चाहन्छु। अनि यो भिडियोलाई चाहिँ सकेसम्म स्किप नगर्नु होला। तपाईँहरू यदि विश्वासी हुनुहुन्छ भने, परमेश्वरको जनहरू हुनुहुन्छ भने हजुरको माझमा चाहिने पनि आवश्यक कुराहरू अनि मैले ल्याएको छु। तपाईँले नोट पनि गर्न सक्नुहुनेछ। आज चाहिँ धेरै स्पष्टीकरणहरू चाहिँ दिएको छ। जम्मा 4वटा कुराहरू रहेको छ। तपाईँले 1, 2, 3, 4 गरेर चाहिँ टिप्न सक्नुहुनेछ। अनि यहाँनिर 1मा चाहिँ यस्तो छ, ख्रिस्टले आफ्नो अवतरणको कारण आफ्नो ईश्वरत्वलाई त्याग्नु भएन, अथवा एकपट्टि राख्नु भएन, एकैपट्टि राख्नु भएन। उहाँले आफ्नो अव अवतारणको कारण परमेश्वर हुनबाट रोक्नु भएन है। ख्रिस्टमा परमेश्वरको स्वभाव थियो र उहाँ परमेश्वरको बराबर हुनुहुन्थ्यो। उहाँको अवतारणमा येशूले परमेश्वर मानिसको रूपमा लिनुभयो, जुन चाहिँ उहाँको पिताको भन्दा भिन्न थियो, तर उहाँ सधैँ परमेश्वरको बराबर हुनुहुन्थ्यो। उहाँले परमेश्वरको बराबर हुनको लागि ती कुराहरू पक्रिराख्नु परेन, किनकि उहाँमा पहिले नै यो कुरा थियो। पहिले नै यो कुरा चाहिँ थियो है। के थियो भने चाहिँ हामी दोस्रोमा चाहिँ ख्रिस्टले आफ्ना पितामाथि भरोसा गर्नु छोड्नु भएन है। दोस्रो चाहिँ के छ है त। अनि छोरा सधैँ नै पितामा समर्पित हुनुहुन्थ्यो अनि उहाँले कहिल्यै पनि स्वतन्त्रता भएर काम गर्नु भएन। अनि तेस्रोमा चाहिँ उहाँको पृथ्वीको सेवकाई र अवतरणको समयमा ख्रिस्टले उहाँको केही गुणहरू चलाउनु भएन। उहाँ सर्वशक्तिमान हुनुहुन्थ्यो तापनि उहाँमा आफैमा सीमित हुने शक्ति थियो। मानव शरीरमा उपस्थिति हुनका कारण उहाँले अघिल्लो अधिकारको स्वतन्त्रतालाई एकपट्टि राख्नुभयो। अब 4 नम्बरमा छ। 4 नम्बरमा है त तपाईँले टिप्न सक्नुहुन्छ। 4 नम्बरमा चाहिँ जब ख्रिस्टले एउटा सेवक कमराका रूपमा धारणा गर्नुभयो। 4 नम्बर है। यसको अर्थ यो होइन कि उहाँमा चाहिँ मानिसको जस्तो पापमय स्वभाव थियो। उहाँ पाप रहित हुनुहुन्थ्यो। हिब्रूको यो चाहिँ हिब्रू 4:15 चाहिँ तपाईँले पाउन सक्नुहुनेछ। उहाँको सेवा कमराको गुणले यो देखाउनु भयो कि उहाँ आफै होचिनुभयो, संसारलाई बचाउनको निम्ति उहाँ आफ्नो अस्तित्वलाई परिवर्तन गर्न तयार हुनुहुन्थ्यो। उहाँले आफैलाई नम्र पार्नुभयो र मृत्युसम्म आज्ञाकारी हुनुभयो, क्रुसको मृत्युसम्म है। क्रुसको मृत्युसम्म चाहिँ येशू ख्रिस्टले चाहिँ
पुरै त्यो व्यवस्थाको आज्ञाहरू चाहिँ पुरै पालना गर्नुभएको थियो। क्रुसको अन्तसम्म नै उहाँले आज्ञाकारी हुनुभयो। त्यही भएर परमेश्वर जत्तिकै महान आज्ञाकारी चाहिँ हुनुभएको थियो, अनाज्ञाकारी होइन है त। अनि भोलिको समयमा चाहिँ ख्रिस्टको मानवता है, अनि ख्रिस्टको मानवता नि केही कुराहरू छ। हामी त्यस ख्रिस्टको मानवता चाहिँ हामी भोलि हेर्नेछौँ। तपाईँले नोट पनि गर्नुभयो होला भन्ने म आशा गर्दछु। तपाईँ आशिषित हुनुभयो होला भन्ने म आशा गर्दछु। तपाईँसँग ओके, बाबाई, जय मसी भन्न चाहन्छु। यो भिडियोलाई मन पर्यो भने तपाईँले लाइक पनि गर्न सक्नुहुन्छ, अनि त्यसै गरी माथि कमेन्ट, लाइक, रिपोस्ट, फेभरेट पनि गर्न सक्नुहुनेछ है त। अनि साथमा म यहाँनिर तपाईँले यदि चाहनुहुन्छ भने सहयोगको लागि, परमेश्वरको एउटा सेवाकाईको लागि केही सहयोग पनि गर्न सेवाकाई गर्न चाहनुहुन्छ भने म साइडमा म यहाँनिर साइडमा म क्युआर पनि राखिदिने नै छु, स्क्यानर, तपाईँले सपोर्ट पनि गर्न सक्नुहुनेछ है त। मेरो चाहिँ दिनै डेली यसरी नै अध्ययन हुने गर्दछ। हुन्छ, सबैजना जय मसी।